गाइज, आज हामी कफी लाटे बनाउँदैछौँ। यो हो मका पट, यसमा हामी कफी निकाल्छौँ। अनि यो हो फ्रेन्च प्रेस, यसमा चाहिँ हामीले मिल्क फ्रथ गर्छौँ। यसमा नै कफी पनि बनाउन मिल्छ हामीले। यदि यो छैन भने तपाईले फ्रदर युज गर्न पनि मिल्छ, ब्याट्रीवाला। तातो पानी चाहिँ हामीले यो नट हुन्छ जुन नटको ठ्याक्क तलको लेभलसम्म टच हुने गरी राख्नुपर्छ, त्योभन्दा धेरै राख्नु हुँदैन। अनि त्यसपछि यसमा चाहिँ हामीले कफी पाउडर राख्छौँ। यो चाहिँ हामीले अनलाइनबाट मगाएको कफी मिडियम ग्राउन्ड, डार्क रोस्ट मिडियम ग्राउन्ड आई थिंक। यो चाहिँ हामीले यहाँ राख्छौँ। अब यसको माथि हामीले यस्तो भित्र लगाउँछौँ। तातो पानी छ, हात पोल्ला यसरी कस्नु होला मजाले टाइट बनाएर। त्यसपछि हामी यसलाई राख्छौँ ग्यासमा। एकदमै तातो पानी छ, त्यही भएर सानो ग्यास बनाएर यसलाई राखिदिनुस्। आगो चाहिँ एकदम सानो, यो तलको जुन बेस छ बेसबाट माथिसम्म आउनु भएन, बेससम्म लिमिट हुनु पर्यो। अहिले जाडो महिना छ, चिसो पानी हाल्यो भने कफी डढ्न सक्छ, त्यही भएर हामी तातो पानी युज गर्छौँ। नर्मल्ली गर्मीमा चाहिँ चिसो पानी युज गरे पनि हुन्छ। दुध चाहिँ तपाईले यस्तो तरहरू नहाल्नु होला, त्यसको लागि छान्नुहोस्। सदरको जालीमा अड्किन्छ, सफा गर्न गाह्रो हुन्छ। यति चाहिँ इनफ हुन्छ दुईटा कफीको लागि। कफी चाहिँ यसरी फ्लोमा निस्किनु पर्यो, त्यो फुरफुर हुनु हुँदैन। त्यो हुन थालेपछि चाहिँ हटाइदिनुस् ग्यासबाट, अनि एकछिन कुल डाउन हुन दिनुस्, फेरि राख्नुहोस्, नो प्रब्लम। यसरी फरफर हुन दिनु हुँदैन धेरै, त्यही भएर एकछिन कुल डाउन हुनलाई निकाल्ने। ओके, अलिकति कुल डाउन भएपछि फेरि राख्नुहोस्। इट्स डन। दुईटा माउमा इक्वली हाल्नु होला। दुधलाई तातो बनाउनुहोस्। जस्ट तपाईले औँला डिप गर्न सक्ने जति तातो बनाउनु, नउमाल्नु होला। हामी दुधलाई टेस्ट गर्छौँ। दुध चाहिँ तपाईले 60 डिग्री अराउन्ड हुनुपर्छ। यसरी ड्रप गर्दाखेरि तातो छ तर पोलेको छैन। चिनी यसमै घोल्छौँ 1 चम्चा। तपाईलाई कति गुलियो खान मन लाग्छ त्यति हाल्नुहोस्। आज हामीले यसमा मिल्कमा फर्म ल्याउनलाई युज गर्दैछौँ। यसमै कफी बनाउन पनि मिल्छ, अनि फ्रथ गर्नलाई यो भाँडा छैन भने तपाईले फ्रदर युज गर्दा पनि भयो। ओके, अब यसलाई हाल्ने यसरी। त्यसपछि यसलाई चाहिँ दुधको लेभलभन्दा माथि नल्याइकन 10 देखि 12 चोटि फास्ट then up, fade down, then 3 देखि 4 चोटि यो रिपिट गर्नु होला। फर्म यसरी। डिजाइन मन पर्छ भने केले डिजाइन कपमा राखेर चम्चाले स्पुनले डिजाइन गर्न मिल्छ। दिस इज द क्याफे लाटे। दिस इज द क्याफे लाटे। So good.